हेर्नुहोस् त ल हेर्नुहोस् ल हेर्नुहोस् हिमालै हिमाल ल हेर्नुहोस् चारैतिर हिमाल छन् ल हेर्नुहोस् ल हेर्नुहोस् आज अहिले तलैबाट आएर यतातिरको भ्यूहरू देखाइदिएँ मैले तपाईँहरूलाई हेर्न सक्नुहुन्छ यो यहाँनिर हिमाल है यो तलको यहीँनिर हेर्नुहोस् म यहीँ बसिराखेको छु यही रुखको छेउमा छु यहीँ छु ल हेर्नुहोस् यो नजिकै छ क्या यहीँ नै नजिकै छ यो दुईवटा गरो जस्तो गरे भनौँ न यो तिनवटा कटेर पुग्छ ल हेर्नु बाटै पनि गएको रहेछ रानत जान चाहिँ त्यहाँ पर बाटो जस्तो पनि देखिरहेको छ म तपाईँलाई जुम गरेर देखाइदिन्छु है त देखाउने कोसिस गर्छु देखिनुहुन्छ देख्छ कि देखिँदैन यहाँ हेर्नुहोस् त बाटो यो बाटै जस्तो छ है आई थिङ्क बाटै हो त्यो यहाँबाट त क्लियर देखिरहेको छ बाटो हो यहाँ मान्छे आवत जावत पनि रहेछ ल हेर्नुहोस् त्यस्तो हिमाली ठाउँमा मान्छे बसोबास गरिरहेका छन् ल गाइजहरू अब यहाँबाट भित्र हामी छिर्छौँ यो गेट हो है र यहाँबाट गेट छिर्छौँ म मन्दिरको प्राङ्गणभित्र चाहिँ म छिर्दिनँ गाइजहरू म तपाईँलाई मन्दिरको त्यहाँबाट भित्र छिर्ने गेटसम्म चाहिँ म तपाईँहरूलाई देखाउने कोसिस गर्छु है त कोसिस होइन म देखाउँछु नि यहाँ पुगिसकेँ म अब जस्ट 5 मिनट बाँकी छ अब 5 मिनटको भित्रमा म तपाईँहरूलाई यो पाथिभरा मन्दिरको दृश्य अवलोकन गराउँदछु मैले अघि नै देखाइसक्थेँ यहाँ हाम्रो दाजुहरू हुनुहुन्छ हाम्रो दाजुहरू अघि नै मैले मेरो भन्दा मिस्टेक भएछ हाम्रो दाजुहरू हुनुहुन्छ यहाँ दाजुहरूलाई अलिकति नहिँडेको मान्छे कहिले यो फर्स्ट टाइम हो अलिक गाह्रो भएछ प्रतीक्षाको क्रममा गर्दाखेरि अलिकति लेट भएँ अहिलेको नेपाली समयअनुसार समय तपाईँहरूलाई अवगत गराउनु पर्दा ठ्याक्कै 11:54 बजेको छ त्यो 11:54 क्रममा हामी अहिले यो गेटबाट माथि निस्किँदैछौँ यहाँबाट शौचालयलाई हेर्न सक्नुहुन्छ है यहाँ तपाईँहरूलाई त्यस्तो गाह्रो साह्रो परे यहाँ शौचालय छ शौचालय पनि जान सक्नुहुन्छ है यहाँ यति चिसो छ बरफ जमिरहेको छ यहाँ कुम्भकर्ण जी यहाँ हुनुहुन्छ है हाम्रो कुम्भकर्ण जीहरूलाई म तपाईँहरूलाई फेरि पनि दर्शकबिनै भन्न आउँछ मैले म्याक्सिमम अहिलेदेखिको भ्लगमा चाहिँ दर्शकबिन भनिरहेको छु तपाईँहरूलाई यहाँ हेर्न सक्नुहुन्छ है म कुम्भकर्ण जी यहाँ हुनुहुन्छ है हाम्रो कुम्भकर्ण जी